किन भन त त्यस्तो भन्नु हुँदैन। हामी त्यतिकै लागि त आएको हो सरकारमा। यो पैसा त मेरो ट्रिटमेन्ट गर्नु लागि। ट्रिटमेन्टको त हामी पठाउँछौँ नि ल। ट्रिटमेन्टको त हामी पठाइहाल्छौँ उहाँबाट ल। किन सुताउने ट्रिटमेन्टको लागि ल। तपाईँ एकदम जाती हुन्छ। अक्सिजन जाँदा पनि अक्सिजन पनि लगेर जानुपर्छ। अनि तपाईँ जाती भएपछि के गर्ने हो पहिला भन। फर्स्टमा जाती भएपछि के गर्ने हो? स्कुल पढ्ने हो। इन्सपेक्टर भन्ने। किन पुलिस अफसर नै भन्ने? गुड। अनि मामा पापालाई हेर्नु पर्यो कि हेर्दैनौ? हेर्नु पर्यो नि। यत्रो स्याहार्दैछ बहिनीले है। स्याहारेको छ कि छैन? उसले याद गर्दैछ? को कोले याद गर्छ? बाबा, बिनु बुबु, मम्मी, सबैजनाले। रोलेन अङ्कलले गर्दै? रोलेन अङ्कलले पनि गर्छ। पुरै गर्छ? पुरै गर्नुहुन्छ। उहाँको पनि हुन्छ। तर अब तपाईँ उहाँ चिनाइ जानु पर्यो, त्यहाँ बस्नु पर्यो। अब त्यो भनेको जस्तो होइन, टाइम अलिक पर्खिनु पर्यो। नानीहरूको हुन्छ भनेर भन्दैछ। तपाईँले मेरो डक्टरमा भनेको छु, यो रोलेनमा भनेको छु। कति खर्च लाग्छ हामी गर्छौँ। जे पनि लाग्छ, टेन्सन नलिनु। त्यो तपाईँ र एकजना कोही जानुपर्छ। तपाईँलाई हामी जाति बनाउँछौँ नि ल। किन भन त त्यस्तो भन्नु हुँदैन। हामी त्यतिकै लागि त आएको हो सरकारमा। म त कहाँ भगवान् हो? म पनि मान्छे हो, तपाईँ जस्तै मान्छे हो। म त गर्ने मात्रै हो नि। मलाई पनि सायद तपाईँहरूकै सेवा गर्नु भगवान्ले पठाएको होला होइन कि कसो होइन? यस्तो छ सुन्नुहोस् ल, जति पनि यहाँबाट पठाउने एम्बुलेन्स, ट्रेन एम्बुलेन्स, मलाई फ्लाइटमा पठाउनु सक्छ? फ्लाइटमा चाहिँ सक्दैन है। ट्रेन एम्बुलेन्स मिलाउनु पनि सबै मैले रोल्नेलाई भनेछु, उसले मिलाउँछ। तपाईँ चाहिँ गएर घर खोज्नु। अनि म आज तपाईँलाई सपोर्ट गरिराख्छु। त्यो त्यसबाट गएर सबै गर्नु, केही टेन्सन नलिनु। अनि म एकाउन्टमा म ट्रान्सफर गरिदिन्छु ल पैसा ल तपाईँ। हुन्छ तपाईँ जानु पर्यो। तपाईँ चाहिँ एकदम दोहोरो हुनु पऱ्यो नि। तपाईँ आमा हुनुहुन्छ, तपाईँको हस्बेन्ड लगेर जानुहोस् ल। अझै एकजना कोही छ भने लाग्नु, तपाईँको ड्युटी मिलाइदिन्छु नि ल। ल